सपना आफै बदल्ने गर्दैन, उसलाई बदल्नको लागि पहिले आफूलाई बदल्नु पर्छ। हरेक बिहान एक नयाँ मौका हो, त्यसलाई पहिचान गर्नु, छोप्नु र जित्नु। सपना तब साँचो हुन्छ जब तपाईँ सुत्न बन्द गर्नुहुन्छ। आँखा बन्द गरेर मुस्किल टालिँदैन। बिस्तारै हिँड्नु कुनै समस्या होइन, एक ठाउँ रोकिनु समस्या हो। भोलि होइन, आज सुरु गर्नु, किनकि आजको कदम नै भोलिको जित ल्याउँछ। जहाँ कोसिस रोकिन्छ त्यही सपना टुट्छ। जबसम्म आफूले आफूसँग नहार्नु, कोही तपाईलाई हराउन सक्दैन। कदम राख्नु छ भने अगाडि राख्नु, किनकि पछाडि खिच्नको लागि मान्छेहरू छन्। इज्जत पनि मिल्छ, सम्पत्ति पनि मिल्छ, बुबा आमाको सेवा गर्नु जन्नत पनि मिल्छ। जब मान्छेहरू तपाईसँग मिलजुल गर्न सक्दैनन्, तब तपाईसँग घृणा गर्न लाग्छन्। मन्जिल पनि उनैलाई मिल्छ जसको हौसला कहिले कम हुँदैन। लक्ष्य पनि उनैलाई मिल्छ जसले आफ्नो काम गर्छन् खुट्टामा उभिएर। यो भिडियोले तपाईको दिलमा थोरै पनि आगो लगाए। यो भिडियोलाई शेयर गर्नुस् र मसँग जोडिरहनुस् ताकि फेरि कुनै अर्को भिडियोमा हाम्रो भेट होस्।